म छु अहिले दाङको घोराई महानगरपालिका वडा नम्बर 6 एस लखर भन्ने ठाउँमा। तपाईँले मेरो ब्याकग्राउन्डमा देखिसक्नु भयो होला। यहाँ बाख्रा छन्। यहाँ बाख्राले घाँस हाल्दै हुनुहुन्छ। उहाँ चाहिँ मेरो अङ्कल हुनुहुन्छ। यहाँ कतिको सङ्ख्यामा बाख्रा छ अङ्कल? छन् 10-12 वटा जति। 12 वटा छन् है। अनि यो अब बाख्रो हो, यो चाहिँ खसी छ। हजुर। अनि अरू चाहिँ अब बर्खा लाग्ने बेला बिक्री भइसके। हजुर। अरू चाहिँ बर्खा लाग्दाखेरि बिक्री भइसक्यो। यो चाहिँ यो ठुलो खसी छ। यो दसैँ तिहारको लागि चाहिँ राखिया छ। अरू साना पाठाहरू भर्खर फुलाउँदैछन्। हजुर। अनि अरू त के गर्नु छ र गाउँघरमा यस्तै बाख्रा भैँसी पाल्ने हो, त्यही छ। मलाई एउटा कुरा भनिदिनु न, कृषि क्षेत्रमा यो बाख्रा पालनमा कतिको फाइदा नाफा छ यो पनि बाख्रा पालनमा अब फाइदा नाफा भन्दाखेरि आफूले कस्तो हिसाबले अब पाल्न सकिन्छ। हजुर। कसरी चाहिँ अब सेवा चाहिँ अब यी पालेका सम्पत्तिहरूलाई दाना पानीहरू घाँसहरू राम्ररी मिलाएर खुवाउने भने चाहिँ अब फाइदा हुनसक्छ। अब पालेर मात्र भन्ने कुरो भएन, यिनीहरूलाई चाहिँ स्याहार समार गर्नु पर्यो, भनेको टाइममा दाना पानी दिनु पर्यो, खुवाउनु पर्यो। त्यो गरेपछि अब फाइदा हुन्छ। फाइदा नहुने भने त हाम्रो कृषि क्षेत्रमा अब बाख्रा पालन भैँसी पालन अब धान खेती यस्तै त हो नेपालको चाहिँ अब ग्रामीण इलाकामा। हजुर। त्यही छ, फाइदै हुन्छ। बाख्रा पाल्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि हुनसक्छ, एकदम जरुरी हुनसक्छ। एकदम ध्यान दिएर हेर्नु होला। र बताइदिनु न कतिको सङ्ख्यादेखि माथि बाख्रा पालन गर्दाखेरि फाइदा छ? बाख्रा त अब आफूले क्षमता अनुसार कति पाल्न सकिन्छ। हजुर। अब घाँस दाना पानीको पनि व्यवस्था हुनु पर्यो। हजुर। त्यही अनुसार अब सङ्ख्या भन्ने कुरो अब आफ्नो क्षमतामा भर पर्न सक्छ, कति पाल्न सकिन्छ। अनि दाना पानी घाँस त्यो छ। अहिले चाहिँ मेरो अब बाख्राहरू अब कम छन्, किनभने मेरो अलिक स्वास्थ्य अवस्था त्यस्तै अलिक त गम्भीर भए हुनाले मैले चाहिँ आफ्नो बाख्राहरूलाई अलिक घटाएको छु। हजुर। अनि र म अहिले घोराई महानगरपालिका वडा नम्बर 6 लखर भन्ने ठाउँमा छु। त यहाँनिर चाहिँ हामीले जङ्गल पनि देख्न सक्छौँ। यसको पारितिर जङ्गल पनि देख्न सक्छौँ। र निकै रमणीय छ यो ठाउँ चाहिँ, निकै रमणीय छ। यहाँबाट तपाईँको 5 नम्बर वडा, योभन्दा तल 5 नम्बर वडा पर्छ। हाम्रो विश्वकै सबैभन्दा ठुलो त्रिशुल भएको जिल्ला दाङै हो। यही जिल्लामा छु म अहिले। म आफ्नै गृह जिल्लामै छु। र म साइकल यात्राको क्रममा अहिले म यहाँ यस बाख्राको विषयमा थोरै अङ्कलसँग कुरा गरेँ। अङ्कलको परिचय पनि भनिदिनु न। मेरो नाम तारासिंह बुढाथोकी। हजुर। घोराई महानगरपालिका वडा नम्बर 6 लखरमा मेरो घर पर्दछ। हजुर। अनि म बाख्रा पाल्छु भनेर बसिरहनु भएको आम किसानहरूलाई तपाईँले के सन्देश दिन चाहनुहुन्छ? बाख्रा पाल्ने किसानहरूलाई अब आफूले केही गर्न सकिन्छ भनेपछि अब अरू व्यवसाय गर्दा हुन्छ, नत्र भने अब घरमा बसेर 2-4 बाख्रा पालन गरेर पनि आफ्नो जीविकोपार्जन गर्न सकिन्छ। आफ्नो छोराछोरी केटाकेटीहरू राम्ररी पढाउन लेखाउन सकिन्छ। अनि यो गर्नु होला। आफ्नो घाँस दाना पानी छ भनेपछि र उचित ठाउँको व्यवस्था पनि हुनुपर्दछ र यसको लागि अलिक त जाँगर लगाएर काम गर्नुपर्दछ भन्न चाहन्छु। हस्, समय र सूचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हजुर, धन्यवाद।